त्यत्रो डरलाग्दो आँधीलाई काटेर आएको त 2017 जुन आँधी तिनको आँधीलाई काट्दै 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 अगाडि आएको त अनि मिलाएको छ नि हो सोध्नु 2017 अनित थापा सबले गाली गरे त्यही अनित थापाले म्यान्डेट लिएर तपाईँहरू अगाडि छ अनि पाहाडमा एकपल्ट फुस्किसकेको त फर्केको देखेको छैन मैले इतिहासमा मै मात्रै फर्केको धेरैपल्ट हारेर फेरि जितेर आएको अनि यो यात्रा त्यस्तो सजिलो पनि थिएन हेर्नुहोस् अनि मैले यो यात्रामा कसैलाई नबिचाइकन कसैलाई गाली पनि नगरिकन कसैलाई नराम्रो शब्द पनि नभनिकन पुरा आफ्नो सन्देह टलरेट गर्दै 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 अझै अगाडि जान छ हामीलाई यो यात्रा भनेर जबसम्म यो वैचारिक लडाइँमा हामीले जित्दैनौँ नि हामी जबसम्म यो वैचारिक लडाइँमा जित्दैनौँ हामीले दुःख पाइरहन्छौँ यो वैचारिक लडाइँमा हाम्रो समूहले ब्रेक लाग्यो लागेन भने कहिले पनि लाग्दैन कहिले पनि लाग्दैन भोटाउने एउटा जातिको कुरा गर्छ मुद्दाको जाति हेर्नुहोस् हामी गोर्खा जाति हो थापा मगर राई भुजेल सार्की दमाई गुरु मगर हाम्रो आफ्नो जात त झन् कसले खोजेर लान्छ लु भन्नुहोस् त कसैले पनि लाँदैन कसैले पनि लाँदैन यहाँ जातिलाई अन्याय भयो भन्छ कहाँ अन्याय हो थाहा पनि फेरि अब अन्याय भयो भने के को अन्याय त्यो पनि थाहा छैन हामीलाई त यस्तो भयो यहाँ लु भन्नु झाँसीको लडाइँ भयो मङ्गलले ल्याएर काटाकाट गरेको हामी भित्रमा काटाकाट भयो हामीले आफ्नै दाजुभाइहरू घर डरायो नि त्यति बेला जति पुरानो झाँसीको आन्दोलन गरेर त मैले गरेँ नि झाँसीमा तर आफ्नै भित्रको लडाइँ भएको भएन दिल्लीबाट आएर लड्यो यहाँ कलकत्ताबाट आएर लड्यो त्यहाँबाट 2007 आन्दोलन भयो जिएनएल र बिजेपी पार्टीको गोजामुमो पार्टीको लडाइँ भयो जिएनएल गोजामुमोले डराएन भन्नुहोस् त्यो कति डरायो कति खेल्यो लडाइँ त घरभित्रै भयो नि त अनि त्यसको बादमा चाहिँ हामीले कसैको डराएनौँ हेर्नुहोस् हामी कसैलाई भत्काइनौँ पनि डराइनौँ पनि जलाइनौँ पनि खेदिनौँ पनि इलेक्सनमा लडेर म्यान्डेट पाएर स्ट्यान्ड भएर डेमोक्रेसी स्टाब्लिस गरेको हामीले गोर्खाल्यान्ड भनेर भोट मागेनौँ जति पनि झाँसीदेखि यता पश्चिममा गयो आन्दोलन मात्रै गरेर गयो नि त पाहाडमा अस्त व्यस्त सबै कुरो घमेरा गरेर मात्रै अल्टिमेटली कुर्सीमा पुग्यो नि त तर हामी बिजेपी पार्टी चाहिँ हामीले कसैलाई स्ट्राइक पनि गरेनौँ झमेला पनि गरेनौँ मान्छेलाई बुझाउँदै इलेक्सन लडेर हामी स्ट्यान्ड गरेर पाहाडमा फेरि डेमोक्रेसी स्टाब्लिस गर्यौँ नि त हामीले हेर्नुहोस् यो डेमोक्रेसी चाहिँ बचाउनु छ हामीलाई यो डेमोक्रेसी स्टाब्लिस गर्नु छ हामीलाई यो डेमोक्रेसी सस्टेन गर्नु छ भोलि कुर्सीमा पुग्नुपर्छ भन्ने छैन हामीलाई यो कुर्सीमा को आउँछ जान्छ तर यो परिवेश यो इन्भाइरोमेन्ट चाहिँ हाम्रो सबैले बस्नुपर्छ त्यही कारण तपाईँलाई म रिक्वेस्ट गर्छु आज आउनुभयो समय दिनुभयो सुन्नु पनि भयो तर यो भोलि गएर भोलि दिन तपाईँहरूको आफ्नो समस्यामा तपाईँहरूले कर्ममा परिणत गर्नुभयो भने एटलिस्ट 2 महिना भयो कर्ममा परिणत गर्नुभयो भने यो आज आएको समयको भ्यालु हुन्छ।